पूर्वका अग्ला पहाडहरूले घामका पहिलो किरणलाई चुम्न नपाउँदै बिउजिने एउटा सानो तर अति सुन्दर गाउँ थियो रङ्गपुर। त्यहाँका मानिसहरू प्रकृतिको काखमा हुर्किएका थिए, जहाँ हरेक बिहानी चराहरूको चिरबिरबाट सुरु हुन्थ्यो र हरेक साँझ गोठका गाईबस्तुको रम्बाइसँगै विश्राम लिन्थ्यो। यही रङ्गपुर गाउँको सबैभन्दा पुछारमा बाँसको झ्याङ र उत्तिसको रुखको आडमा एउटा सानो खरको छाप्रो थियो। त्यो छाप्रो थियो दयारामको। दयाराम नाम जस्तै दयाको खानी। उमेरले 50 नागिसकेका दयारामको निधारका मुजाले उनको जीवनको कठिन सङ्घर्ष बोल्थे भने उनका खस्रा ठेला उठेका हत्केलाले माटोसँगको उनको गहिरो प्रेम दर्शाउँथे। उनी असाध्य गरिब थिए। 2 हलको पाखो बारी र एउटा दुहुनो गाई बाहेक उनको नाममा कुनै सम्पत्ति थिएन। उनकी श्रीमती र छोराछोरी कोही थिएनन्, उनी एक्लै थिए। तर दयाराम कहिले दुखी भएनन्। उनको लागि यो प्रकृतिका हरेक रुख, बिरुवा, चराचुरुङ्गी र जनावर नै आफ्ना परिवार थिए। बिहानै उठेर बारीको पाटामा कोदाली चलाउनु, मकै गोड्नु र बेलुका पसिना पुस्दै गाईलाई घाँस हाल्नु उनको दिनचर्या थियो। उनी माटोमा बिउ रोप्दा माटोसँगै कुरा गर्थे, हे धरती माता, मैले पसिना चढाएको छु, भोक्कै कोही मर्न नपरोस् है। उनको यो सरल र सन्तुष्ट जीवनलाई गाउँलेहरू भने अल्छी र सन्तोषी भनेर जिस्काउँथे। समय आफ्नै गतिमा बगिरहेको थियो। जेठ महिनाको अन्त्यतिरको कुरा हो। दिनभरि टन्टलापुर घाम लागेको थियो। बेलुकी पख अचानक मौसम बदलियो। पश्चिमबाट कालो डरलाग्दो बादल मडारिँदै आयो। हेर्दा हेर्दै दिनमै रात परे जस्तो अँध्यारो छायो। हुरी बतासले रुखका हाँगाहरू भाँचिएलान् झैँ गरी निहुरिन थाले। एकैछिनमा त झरीसँगै सिसाका गोली जत्रा असिना बर्सन थाले। दयाराम हतार हतार आफ्नो मकै बारीको आलीतिर दगुरे। भर्खरै हुर्कँदै गरेका मकैका बोटहरू असिनाले चुटेर सोत्तर बनाएको देख्दा उनको मन भक्कानियो। हे ईश्वर, यो गरिबको पेटमा किन यस्तो वज्रपात? उनी मनमनै रुँदै थिए। हावाको हुरीले उनलाई पनि उडाउला जस्तो गरिरहेको थियो। बारीको कुनाबाट फर्कने क्रममा अचानक उनको कानमा एउटा मसिनो कारुणिक आवाज पर्यो। च्याँ च्याँ च्याँ। आवाज आएतिर उनी बिस्तारै अगाडि बढे। एउटा काँडे भ्याकुरको झाङमुनि असिनाको मारबाट बच्न छटपटाइरहेको एउटा अनौठो चरा उनले देखे। चराको रङ सामान्य थिएन। निलो र सुनौलो प्वाँख भएको त्यो चरा असाध्यै सुन्दर थियो। तर अहिले त्यसको एउटा पखेटा नराम्ररी भाँचिएको थियो। सायद कुनै सिकारीको बाणले या त हुरीको बेगले त्यसलाई त्यहाँ पछारेको थियो। चराको छातीबाट तप तप रगत चुहिएर माटो रातो भएको थियो। चराले अन्तिम सास फेरे झैँ आँखा चिम्लिरहेको थियो। दयारामको छाती चसक्क भयो। उनले आफ्नो फाटेको इष्टकोट फुकाले र असिनाको प्रवाह नगरी त्यो रक्ताम्य चरालाई अत्यन्तै कोमलताका साथ बेरेर छातीमा टाँसे। केही हुँदैन बाबु, म छु नि, अब तँलाई केही हुँदैन। उनले चरालाई मान्छेलाई जस्तै सुमसुम्याउँदै सम्झाए र घरतिर दौडिए। घर पुगेर उनले हतार हतार अगेनोमा आगो बाले। चरालाई न्यानो पिँढीमा राखेर उनले बनमाराको पात र बेसार पिँधेर लेप बनाए। बिस्तारै तातो पानीले चराको घाउ सफा गरिदिए र त्यो लेप पखेटामा लगाइदिए। चरा डरले काँपिरहेको थियो। दयारामले एउटा पुरानो तर सफा सुतीको कपडाले चरालाई बेरेर चुलोको नजिक राखे। त्यसपछिका दिनहरू दयारामको लागि झनै कष्टकर बने। असिनाले बारीको आधा मकै सखा पारिसकेको थियो। भकारीमा भएको अन्न सकिन लागेको थियो। तर
दयारामको ध्यान आफ्नो भोकमा भन्दा त्यो घाइते चराको स्वास्थ्यमा बढी थियो। उनले आफू एक छाक मकैको च्याख्ला र सिस्नु खाएर चराको लागि भने चामलको गेडा र जङ्गलबाट खोजेर ल्याएका पोसिला किराहरू खुवाउन थाले। बिस्तारै चरा तङ्ग्रिँदै गयो। त्यसको सुनुलो प्वाखमा फेरि चमक आउन थाल्यो। चराका आँखाहरूमा एउटा गहिरो रहस्यमय कृतज्ञताको भाव देखिन्थ्यो। दयाराम काम गर्दा चरा उनको काँधमा बसेर हेरिरहन्थ्यो। उनीहरू बीच कुनै भाषा थिएन, तर आत्माको गहिरो संवाद थियो। यो कुरा गाउँमा आगो झैँ फैलियो। एक दिन मुखिया बा र गाउँका केही तन्नेरीहरू दयारामको घरमा आए। दयारामले चरालाई आफ्नै भागको भात खुवाइरहेको देखेर मुखिया बाले नाक खुम्च्याउँदै भने, ए दयाराम, तेरा बाउबाजेले पनि यस्तै बुद्धि गरेर यो झुप्रोमा जिन्दगी कटाए? आफूलाई खान पेटभरि अन्न छैन, असिनाले बारी बाँझो भइसक्यो, तँ भने एउटा कुखुराको चल्ला जस्तो चरालाई अन्न खुवाएर बसिरहेको छस्? मूर्ख, खेतीपातीमा ध्यान दे। यो चराले भोलि तँलाई सुनको अन्डा दिन्छ कि क्या हो? गाउँलेहरू गलल हाँसे। एकजना तन्नेरीले भन्यो, यो चरालाई मारेर पोलेर खायो भने बरु एक छाक मासुको स्वाद पाइन्थ्यो दयाराम काका। यो सुनेर दयारामको अनुहार रातो भयो। उनले चरालाई हतार हतार आफ्नो पछाडि लुकाउँदै भने, मुखिया बा, पेटको भोक त जसरी पनि टारौँला। एक छाक कम खाँदैमा मान्छे मर्दैन, तर मेरो अगाडि मृत्युसँग लडिरहेको यो निर्दोष प्राणीलाई मर्न दिनु मेरो मानवताको हार हुनेछ। प्रकृतिको सेवा गर्नु नै ईश्वरको पूजा हो। तपाईहरू जानुहोस्, मेरो चरालाई म आफै पाल्छु। गाउँलेहरू पागल भयो यो बुढो भन्दै बाटो लागे। तर नियतिको परीक्षा अझै सकिएको थिएन। असिनाले बचेको बालीमा अचानक अज्ञात किराको प्रकोप फैलियो। रातारात गाउँभरिका मकैका बोटहरू सुक्न थाले। त्यसमाथि पानी पर्न छाड्यो। खडेरीले जमिन चिराचिरा पर्न थाल्यो। गाउँलेहरू चिन्तित भए। तर दयारामको अवस्था सबैभन्दा दयनीय भयो। उनको भकारी पूर्ण रूपमा रित्तियो। गाईले पनि घाँस नपाएर दुध दिन छाडी। अब दयारामको घरमा अन्नको एउटा गेडो पनि बाँकी थिएन। लगातार 3 दिनसम्म दयाराम भोक भोकै परे। केवल पानी पिएर उनले रात काटे। भोकले उनको शरीर गल्दै गयो। आँखा गड्न थाले। तर यस्तो अवस्थामा पनि उनले जङ्गलमा गएर दुःखजिलो गरी चराको लागि आहार जुटाउन छाडेनन्। आज चौथो दिन थियो। दयाराम भोक र थकानले पिँढीमा ढलेका थिए। उनलाई सास फेर्न पनि गाह्रो भइरहेको थियो। त्यही बेला त्यो रहस्यमय चरा पूर्ण रूपमा निको भएर पिँढीको डिलमा आयो। उसले आफ्ना सुनौला र नीला पखेटाहरू फटफटायो। चरा अब पूर्ण रूपमा स्वस्थ र अत्यन्तै चम्किलो देखिन्थ्यो। चराले दयारामको अनुहारमा हेऱ्यो। एकपटक मायालु पाराले उसको गालामा आफ्नो चुच्चो दल्यो र आकाशतिर हेर्दै एउटा तीखो तर अत्यन्तै सुमधुर आवाज निकाल्यो, पिउँ पिउँ। चराले उडान भर्यो। दयारामले धमिलो आँखाले चरालाई आकाशमा उड्दै गरेको हेरे। जा बाबु, आफ्नो स्वतन्त्र संसारमा जा, मेरो धर्म पुरा भयो भन्दै उनी बेहोस चाहिँ भए। ठिक त्यही समयमा गाउँमा ठुलो हल्लीखल्ली मचियो। मानिसहरू रुँदै र कराउँदै घर बाहिर निस्किए। दक्षिण दिशाबाट आकाश नै कालो पार्ने गरी सलहको विशाल बथान गाउँतिर आइरहेको थियो। खडेरी र किराले मारेर बचेखुचेको अलिकति अन्न पनि अब यो सलहले एकैछिनमा सखाप पार्ने निश्चित थियो। गाउँलेहरू थाल,
टिन ठटाउँदै चिच्याउन थाले। तर करोडौँको सङ्ख्यामा रहेको सलहको बथानलाई रोक्न सक्ने क्षमता कसैमा थिएन। सबैले आफ्नो मृत्यु र भोकमरी नजिकै देखे। सलहको बथान गाउँको ठिक माथि आइपुगेको थियो। अबको केही सेकेन्डमै गाउँ मरुभूमिमा परिणत हुनेवाला थियो। त्यसै बेला एउटा चमत्कार भयो। आकाशमा उडेको दयारामको त्यो सुनौलो चरा गाउँको सबैभन्दा अग्लो पिपलको रुखको टुप्पामा गएर बस्यो। उसले आफ्नो पखेटा पुरा फिजायो र सूर्यको प्रकाशलाई आफूतिर तान्दै एउटा अलौकिक उज्यालो छर्यो। चराले यति ठुलो र तीखो आवाज निकाल्यो कि त्यो आवाजले सिङ्गै पहाड थर्कियो। त्यो आवाज सुन्न साथ जङ्गलका कुना कन्दराबाट, भिरबाट, रुखहरूबाट हजारौँ लाखौँको सङ्ख्यामा विभिन्न प्रजातिका चराहरू, भँगेरा, जुरेली, ढुकुर, काग, चिल, बाज सबै निस्किए र त्यो सुनौलो चराको पछाडि लामबद्ध भए। सुनौलो चराले सेनापतिले झैँ नेतृत्व गर्दै सलहको बथानमाथि आक्रमण सुरु गर्यो। आकाशमा एउटा महासङ्ग्राम चल्यो। लाखौँ चराहरूले सलहलाई हावामै खान र मार्न थाले। हेर्दा हेर्दै केवल आधा घण्टाभित्रमा त्यो डरलाग्दो सलहको बथानलाई चराहरूको फौजले पूर्ण रूपमा नष्ट गरिदियो। गाउँलेका खेतबारीमा एउटा पनि सलह झर्न पाएन। गाउँलेहरू सास रोकेर यो अकल्पनीय दृश्य हेरिरहेका थिए। उनीहरूलाई विश्वास नै भएन कि एउटा चराको इसारामा सारा प्रकृतिका चराहरू जम्मा भएर उनीहरूको जीवन र गाउँको रक्षा गरेका थिए। मुखिया बा र गाउँलेहरूको आँखाबाट पश्चाताप र कृतज्ञताको आँसु बग्न थाल्यो। सलहको सङ्कट टरेपछि त्यो सुनौलो चरा बिस्तारै उड्दै बेहोस अवस्थामा रहेका दयारामको पिँढीमा झर्यो। गाउँलेहरू पनि दौडिँदै दयारामको घरमा पुगे। चराले आफ्नो चुच्चोबाट एउटा चम्किलो नीलो रङको बिउ दयारामको छातीमा खसालिदियो। बिउ खस्ना साथ दयारामको शरीरमा एउटा नयाँ ऊर्जा सञ्चार भयो। उनले बिस्तारै आँखा खोले। उनको थकान र भोक जादुमय तरिकाले हराइसकेको थियो। दयाराम उठेर बस्दा उनले देखे त्यो नीलो बिउ माटोमा खस्ने बित्तिकै त्यहाँबाट एउटा सुन्दर बिरुवा उम्रियो र हेर्दा हेर्दै त्यो सुनको जस्तो पहेँलो र मिठो फल लाग्ने ठुलो रुखमा परिणत भयो। त्यो रुखको फल कहिले नसकिने खालको थियो। चराले अन्तिम पटक दयारामलाई हेर्यो। मानौ उसले भनिरहेको थियो, तिम्रो निस्वार्थ दया र मायाको यो सानो उपहार हो दयाराम। प्रकृतिको सेवा कहिले खेर जाँदैन। यति भन्दै त्यो चरा नीलो आकाशको गहिराईमा सधैँका लागि बिलाएर गयो। मुखिया बा लगायत सबै गाउँलेहरू दयारामको अगाडि हात जोडेर उभिएका थिए। मुखिया बाले रुँदै भने, हामीलाई माफ गर दयाराम, हामीले प्रकृतिको महत्त्व बुझेनौँ। हामीले तिम्रो दयालाई पागलपन मान्यौँ। तर आज तिम्रो त्यही निस्वार्थ मायाले सिङ्गो गाउँलाई अनिकालबाट बचायो। साँच्चै प्रकृतिलाई हामीले जे दिन्छौँ प्रकृतिले त्यही 1000 गुणा बनाएर फर्काउँछ भन्ने कुरा आज हामीले सिक्यौँ। त्यही दिनदेखि रङ्गपुर गाउँको मुहार नै फेरियो। दयारामको घरमा उम्रिएको त्यो जादुमय रुखको फल खाएर कोही पनि कहिले भोकै बस्नु परेन। गाउँलेहरूले चराचुरुङ्गी र जनावरहरूलाई कहिले दुःख दिएनन्। दयारामको गरिबी सधैँको लागि हट्यो। तर उनको सरलता र प्रकृतिप्रतिको प्रेम भने झनै गहिरो बन्यो। निस्वार्थ भावले गरिएको दया, करुणा र प्रकृतिको सेवा कहिले खेर जाँदैन। मानिसले प्रकृति र प्राणीहरूलाई दिने माया नै अन्त्यमा मानिसकै जीवन रक्षाको सबैभन्दा ठुलो ढाल बन्छ। धन्यवाद।
आजको यो कथा तपाईँलाई कस्तो लाग्यो? कृपया तपाईँको आफ्नो प्रतिक्रिया लाइक, सेयर अनि कमेन्ट गरेर दिनलाई नबिर्सनुहोस्। यदि तपाईँले यस च्यानललाई आज पहिलो पटक सुन्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर पनि सहायता गरिदिनुहोस्। यस्तै रोचक र सन्देशमूलक कथाहरू लिएर फेरि पनि तपाईँहरूको बिचमा आउने प्रतिज्ञा गर्दै आजलाई बिदा हुन चाहन्छु। हस्त, नमस्ते।